Hey guys, welcome to my new vlog. Today is my first video in the YouTube. We are supporting me and other vlogger. मलाई लाइक कमेन्ट र सब्स्क्राइब पनि गर्नु होला। मेरो घरमा म, मेरो भाइ, मम्मी, ड्याडी र हजुरआमा मात्र बस्छु। मेरो गाउँको नाम बनकट्टी हो। मेरो नाम योगेश खाती हो र आज म मेरो फर्स्ट ब्लगमा म आफ्नो घरलाई राम्रोसँग देखाउन चाहन्छु। बाहिरबाट मेरो पुरा घर यस्तो छ र तलको पनि सेम छ र फर्स्ट म मेरो आफ्नो भान्सा घर देखाउन चाहन्छु र राम्रोसँग हेर्नु होला मेरो भान्सा घरलाई। अब म देखाउन चाहन्छु मेरो भान्सा घर यस्तो छ र मेरो कोठाहरू पनि यस्तै हुन्छन् जस्तो लाग्दैछ। तिमीहरू राम्रोसँग हेर्नु होला। मेरो उता भान्सा घर छ। अब यता कोठाहरू आउँदैछन्। मेरो फर्स्ट कोठा चाहिँ यही हो, मेरो फर्स्ट कोठा। र अब दोस्रो कोठा यो कोठामा म, मेरो भाइ र मम्मी बस्छु। दुईवटा बेड छन्। अब यो मेरो दोस्रो कोठा हो। यता बजी बस्छन्। यता मेरो बजी बसेका छन्। र अब म माथिको कोठा देखाउन चाहन्छु। राम्रोसँग हेर्नु होला। र अब मेरो माथिको कोठा राम्रोसँग हेर्नु होला। माथिको कोठामा पूजा नगरेको हुनाले म माथिमा बस्दैन। त्यसैले म तलै बस्छु। माथिमा न्यू इयरमा माथिमा अब पूजा गर्ने भन्दै थियो, त्यसैले अब बस्ने हुँ। र मेरो फर्स्ट कोठा यही हो। यो हल हो। त्यसैले म यता एडिटिङ गर्नेवाला ठाउँ बनाएको छु। यता म एडिटिङ गर्ने हुँ आज। र यो मेरो घरको दुईवटा पर्दा हो। उता पूजा गर्नेवाला हो र यो सामान, यो कपडा तिनीहरू राख्नेवाला हो। यो मेरो हलको ढोका हो। र मेरो दोस्रो कोठा यही हो, लिभिङ रुम हो। यो मेरो दोस्रो कोठाको ढोका हो। यो मेरो दोस्रो कोठाको पर्दाहरू हुन्। यो पनि दोस्रो पर्दा हो। यता म नयाँ खाट सामानहरू अहिले पूजा गरेको छैन, त्यसैले राखेका छैन। अब राख्ने हुन्। त्यही पछि यता सुत्ने बनाउने हुन्। आज तिमीहरू मलाई राम्रोसँग बोल्न नजाने होला, सोच्दै हुनु होला। मेरो फर्स्ट भिडियो यही हो, त्यसैले म राम्रोसँग बोल्न सक्दै छैन। अब म राम्रोसँग बोल्न सक्छु। र अब म माथिको भ्यू हजुरहरूलाई देखाउन चाहन्छु। हजुरहरू राम्रोसँग हेर्नु होला। र अब म देखाउन जाँदैछु माथि। यताबाट हामीहरू जहिले पनि बाघ, चितल तिनीहरू आयो भने हामीहरू यताबाट हेर्छौँ। यता धेरै जस्ता बाघहरू आउन सक्छन्। यताको भ्यू देख्यो भने हामीहरूलाई राम्रो जस्तो फिलिङ हुन्छ। ल राम्रोसँग हेर्नु होला यो जङ्गललाई। ल बाई, मेरो आज यतिको भ्लग बनाउन चाहन्छु। अब दोस्रो भ्लगमा हेर्नु होला म कसरी बोल्छु। ल बाई।